मान्छे तल एकजना दुईजना तीनजना चारजना पाँचजना 7जना 8जना एकजनाले नातिकिन जाऊ नातिकिन रोटेन यस्तो नमजा लाग्दैन गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा नि जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल भए ढोकामा अन्टी त्यही अन्टीले बचाएको दिनजना खस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार त्यत्रो बेरसम्म थामेको त अनि मसँग हामफाल्न लगाइदिनु नि तिनी त्यत्रो बेरसम्म थामेको त्यत्रो बेरसम्म थामेको त्यत्रो बेरसम्म थामेको कहाँ लेडिजले यत्रो सक्छ त अलि सिसाबाट नि गएन पानी सिसाबाट नि गएन क्या सिसाबाट गर्थ्यो गाडीको जेसीबीमा हालेको अहिले जेसीबीले फेरि एक्सकाभेटरले बसको हाम्रो दाजुभाइहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर मैले लामो अलिक पर जुन गरेको गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले गयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उताबाट रेटो तर छिटो गर्नु पर्छ पानी परिरहेको केले बुद्धि लाइन नलाइन जस्तो त्यहाँबाट चाहिँ उताबाट लग्यो ठुलो भएको रातिको 12-1 बजेको छ पानी गहिरो छ योबाट पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बजार गएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्न केही गर्न सक्दैनौँ